हेलो हेलो साथीहरू, आज चाहिँ हामी अब नुवाकोटसम्मको यात्रामा छौँ। केटाहरूले छोडेर गइसक्यो मलाई। कहाँ बिगमार्टमा छ अरे केटाहरू चाहिँ। ल अब त्यहीँ गएर भेट्नुपर्छ है त गाइज। गाइज म चाहिँ अब केटाहरूले पर्खिँदैछु माथि डाँडामा आएर। खै केटाहरू कता गयो, बस्दा बस्दा भइरहेछ गाइज। ल केटाहरू चाहिँ फाइनल्ली आइसकेछ है गाइज। ल ओ यता हो के हो। ल गाइज अब चाहिँ धेरै दिनको बादमा चाहिँ अब हामी भान्जाहरूसँग भेट भइसकेको छ। यो चाहिँ हाम्रो मामा हो हैन, के रे रोक्दै नरोकिकन दास पादामा ओ दाइ यार बिगमार्ट कहाँ छ दाइ यार, थ्याङ्क यू यार दाइ। ल ह्यापी है। ल थ्याङ्क यू। उतै हो केक त केक अर्कै खालको केक हो क्या हो। के छ भन्छ अर्कै खालको केक त नखाम बस्दा दाइ। ओभर कुरा यार गाइजहरूले। मभन्दा तिमीहरू त म पछाडि हिँडेको अनि भाटबटिनीमा त्यतिखेर त म त त्यो मन्दिर काटेर यता आइसकेको थिएँ क्या। चोकमा आएर चाहिँ कल गऱ्यो भने मलाई म त हामी त टोखा जाने बाटो आउँदै गर म त्यहीँ आउँछु भन्यो अनि। टोखा जाने बाटो नि त्यो चोक भन्दा सरी माई ब्याड ठिक छ। टोखा सुरु हुन्छ ठिकै छ, सपिङ गर्न पाएन हामी। ठिक छ। ल गाइज अब चाहिँ फाइनल्ली हाम्रो दाइहरूसँग भान्जाहरूसँग भेट भइसकेको छ। अब चाहिँ हामी आजको यात्रा चाहिँ हाम्रो नुवाकोटसम्म हुन्छ गाइज। मौसमले पनि ओभर च्यालेन्ज हानिरहेको छ। दाइ के छ त विचार? ओभर च्यालेन्ज गर्छौँ। अफिसबाट फाडी हान्दै रहेछन् गाइजहरू चाहिँ। ल ठिक छ। ल साथीहरू अब चाहिँ हामी अब तिमी ब्यागै छैन तिम्रो? छैन त्यसो बोको एक म चाहिँ खाली हो त नि। ल म एकजना भाइको स्कुटी ए हो भाइ भनेपछि तपाईँले ब्याग अगाडि बोक्नुपर्छ। गिटार छ क्या म बोकिदिन्छु नि, ब्याग अगाडि बोक्नु पर्यो। गिटार म बोक्छु, यो अगाडि ब्याग अगाडि राख्दिन्छ। ल बस्नु ल जाने अब केटाहरू। ल साथीहरू अब हामी चाहिँ यहाँ कहाँ छौँ हो भन्छ यार। कहाँ छौँ हामी, कहाँ छौँ? त्यो होटलको लोकेसन एउटै हो क्या। रात परिसक्यो गाइज। ल हिँड्नुपर्ने हुन्छ अब हामी। ल गाइज अब चाहिँ हामी यहाँ खानै पर्यो भन्दै त्यस्तै भयो। गाइज अब चाहिँ हामी यहाँ टट्टो लाएर आजको हाम्रो सेटअप चाहिँ यस्तो छ। तर हामी यहाँ चाहिँ बस्नु होइन गाइज। ल मिठो बास्ना आइरहेछ गाइज। मिठो बास्ना आइरहेछ। ल है त। ल गाइज अब चाहिँ हामी सिलगढी खाना लागेको अवस्था। एकदमै छोटो मिठो भ्लग हुन गइरहेछ है। हामी यहाँ एकदमै राम्रो कठिनाइ बाटो। दाइ के भनिदिनुहोस् बाटोको बारेमा? बाटो एकदम कठिन छ। मलाई नेपाली हुनमा बेला यस्तै कुराहरू त लाज लाग्छ हैन। होइन होला के हो? केही छैन। नेपाल ब्युटिफुल छ। गर्व गर्ने भान्जा आउँदैछन् बाटो छोडिदिउँ। ए ढुक्क भान्जा ल पास बसे नि यार भाइ त्यहाँ यार। केटाहरू आउँछ मात्र हेरेको आउँदै आएन। आउँदै आएन।
सोल्लो भएर फरक नपर्या हो क्या नत्र त यार त क्या चिप्लिरहेछ यार भाइ यो वाइल्ड चिप्लिरहेछ म फसेँ नि एकछिन यार केटाहरू आएर धकल्छन् भनेर बस्दै क्या हाम्रो कति छ चाहिँ आइसक्यो यही हो यही भिड त हो नि माथिको आइसक्यो बाटो चाहिँ खराब नभए हुन्थ्यो अझै यार अहिले हेर्दाखेरि त राम्रै छ अब त छैन होला यार होइन भोलि कसरी जाने हो भाइ भोलि अर्को बाटो पनि छ के ए हो अर्को बाटो बस आउँछ अरे के बस पनि आउँछ अरे के त्यो बाटो त लामो अर्को बाटो हो त्यो त ओइ बस आउने हो कि यहाँसम्म बस आउँछ कि नि अनि खोइ दाइले बस आउँछ भन्नु होइन बस आउने वाला बाटो चाहिँ त्यो हाम्रो त्यहाँ एक ठाउँमा छोडिदिन्छ नि हिँड्दै आउनुपर्छ क्या त्यो बसमा ओए बाटो चाहिँ गाइस यही छ है पानी परेर एकदम चिप्लो भएको थियो हामी तर ओह्रालो गाह्रो हुँदैन होला ओह्रालो गाह्रो हुँदैन होला फस्दैन नि त फस्दैन अब त्यही हाड्किन आउनु पर्यो उतै ठिक छ फस्दैन खस्छ मात्र ओह्रालो लडियो भने फेरि राम्रै लडिन्छ ब्रेक लाग्दैन नि त चिप्लै हो तल गागै हुन्छ उतै बाटो ठिक छ ओइ ओह्रालोमा त ब्रेकै लाग्दैन नि तातेर आउनु भएको छैन तपाईहरु हामी त हिँड्दै आयो भने त्यही त हुन्छ उतै जाउँला हत तरिका ल साथीहरु बाटो चाहिँ यस्तै छ सूर्यचौर जाने भिडियो बनाउँदै केटा हामी भिडियो बनाइरहेछौँ लगाइ जब चाहिँ हामी अब आउन लागेको अवस्था जस्तो लागिरहेछ तल चाहिँ कुन चाहिँ खोला ल हाम्रो भान्जा फसिसकेका छन् यहाँ हिलोमा एकछिनै भान्जा यहीँ राख्नुपर्छ क्या हेर भाइ दिँदैनन् होला यिनीहरूले यिनीहरूकोमा नबसेपछि ल आऊ बिस्तारो गयो अनि ल सूर्यचौर आउने बाटो चाहिँ एकदमै खतरनाक छ गाइज पानी परेर चिप्लो भयो कि बाटो यस्तो हो आया गाह्रो पर्यो ल यहाँ हाम्रो गाइजहरू आउँदैछन् तल हिँड्दै ल तम्बानी पाउँदो रहेछ सूर्यचौरमा चाहिँ ओए सही हो के बोले थियो र हो क्या मलाई फ्लप हान्ने हो खोला हो त्यो त्रिशुली होला नि त्रिशुली हो त्यो जस्तो कि होइन उपर छ त केटा हामी चाहिँ अब आइपुग्यो होइन माथि सूर्यचौरमा एकदम डाँडामै आइसकेको छ अहिले आज अलि मौसम यस्तै गरेछ अलिकति पानी परिरहेछ छिटो त्यसले गर्दा बादलहरू एकदम टन्नै छ होइन दाइलाई थाहा छ नि दाइलाई थाहा छ नि त मौसमले च्यालेन्ज गरेको छ अब त्यही अनुसार मौसम अनुसार रमाइलो गर्छौँ हामी बादल लागेको छ नत्र यता हिमाल पनि राम्रै देखिन्थ्यो यताबाट होइन अब हाम्रो यही चल्दैछ अब हाम्रो मामा हुन त मामाको च्यानल हो होइन तर म यहाँ भान्जाले अलिकति डेब्यू खालको गरिदिएको बिचमा होइन यहाँ मामा हुनुहुन्छ हाम्रो रमाइलो त्यही अनुसार चल्छ अब हुन्छ होटलभित्र भेटौँला नि ल साथीहरू फाइनल्ली हामी चाहिँ होटलमा आइसकेको छौँ हामी भित्र जाने क्रममा छौँ बहुत थाकियो यार अहिले नै ल साथीहरू अब चाहिँ हामी कता हो रिसेप्सन कता हो त्यतातिर लाग्दैछौँ अबको आजको हाम्रो यात्रा यस्तै हुन्छ साथीहरू ल हामी बसेको रुम चाहिँ यही हो साथीहरू एकदमै राम्रो छ हजुर दाइ यस मेरो दाइ के छ
ल है ल तपाईँकै निकाल्नु नि त कतिनु पर्ने हो मजाले यता यतिको ठाउँमा होइन यता चल्थ्यो नि राम्रो छ ठाउँ एउटा चप्पल चाहिँ ल्याउनु न एउटा ल्याइदिनु बाइकबाट त डचाइ नचाइ हानिसकेको थियो यार बाइकको निकाल्ने ट्याङ्क जसो कति हाल्नु अझै आर्टिस्टको रेस्पेक्ट के छ हजुर त्यही त है ल बस्नुहोस् न तपाईँले राख्दै यो दाइ यो यसो गुरु आज कविता जान्छ जान्छ ओइ यो कविता जान्छ कविता त जानु पर्यो यो आगो बारेको हिमाल देखिन्छ होला नि होइन दाइ अब यो नेचुरल हो हामीले भनेर मिल्दैन होइन यो बादल गयो भने बादल गएर भरे एक झर पानी आयो भने चाहिँ खुलिन्छ हजुर हजुर आज बिहान पनि खुलेको थियो हिजो यो बेलामा पनि क्लियर थियो सबै घाम लागेको थियो नि त त्यही त ठ्याक्क पानी पर्यो कि आज फेरि कस्तो 2 दिन ढिला भयो कि हामीले हिजो पानी पर्यो भने काठमाडौँमा त 3-4 दिनदेखि परिरहेछ है 3 दिन जति भयो 3 दिन जति भयो नत्र 2-3 दिन अगाडि आफै हामी पानीबाट चाहिँ जोगिँदो रहेछ इन्टु द भाइडको के हेलो गुड मर्निङ गाइज म चाहिँ भर्खरै उठेँ हिजो बेलुका अलिक ढिलै सुत्यो भनौँ गफसफ गरेर डान्स सान्स गरेर हाम्रो दाइहरू चाहिँ उठेर बाहिर गइसक्नु भएको रहेछ ल गाइज अब चाहिँ म पनि बाहिर निस्किँदैछु यस्तो सूर्यचोरको हेर्नलाई अब हेर्न भने त कस्तो रहेछ सूर्यचोर मेरो सूर्यचोर चाहिँ एकदमै फर्स्ट टाइम थियो हिजो चाहिँ पानी परिरहेको थियो त्यही भएर राम्रो केही देखेको थिएन सनसेट मात्रै हेरियो यसो अलिअलि हाम्रो विजय दाई जानुभयो कि भएन भन्ने कुरा हो विजय दाई के छ दाई पुरा म त अझै झ्याप्छु यार ननिस्किउँ न त उता कति बज्यो होइन उता यसो जाउँ न डाँडातिर कति बज्यो सुतिरहने हो र बज्यो नि कति बज्यो ल खुसी लाग्यो विजय दाई पनि सुतिराख्नु भएको रहेछ केटाहरू चाहिँ केटाहरूले हल्ला गरेर सुत्नै दिएन न चाँडै उठ्यो होला हो केटाहरूले त आतंक यस्तो आतंक मचाएका छन् कि घलेब्रो गएको छ घले सबै गइसकेको छ हौ त चौरीमा छन् केटाहरू ल गाइज अब यसो तातो पानी तताएर खाने हो त्यही हो हाम्रो के छ ब्रेकफास्ट ब्रेकफास्ट खै दाइ मलाई केही यस सम्बन्धी यस विषयमा मलाई केही थाहा छैन यो बुक गर्ने मान्छेलाई थाहा होला भोक लागिरहेछ हल्का त्यही हो ल है त गाइज क्या बात है सर क्या बात है सर क्या बात ये बात है अरे सर क्या बात हाम्रो यो थियो ल गाइज बाहिर चाहिँ एकदमै हावा चलिरहेछ अब हामी यहाँ ब्रेकफास्ट खानु लागेको हाम्रो सूर्यचोरको
खोइ के भन्ने होटल हो यो ओभर पानी परिरहेछ अब कसरी जाने घर चाहिँ निकै समस्या आउला जस्तो छ दाइ के भन्नुहुन्छ दाइ तपाईँ यस विषयमा गाह्रै छ हो काममा यसो मात्रै होइन जाने दाइको मन्त्रालयबाट कल आइसकेको छ अब हामी ट्रक्क लगाएर फ्रेस जुस खाएर गाह्रै होला जस्तो छ ल है त ल साथीहरू अब चाहिँ हामी ब्रेकफास्ट खाएर रुमतिर लाग्दै गरेको अवस्था छ आछु जाडो जाडो छरिए होलान् थियो के ए अर्को रुममा जाऊँ न तर होइन नि यही रुममा हाम्रो छ गाडी स्टार्ट कर रुममा हाम्रो छ यही रुममा हाम्रो छ है गाइस दैताबाट चाहिँ भूत आउँछ आछु मरिन्छ कि क्या हो झाडोले जाडो भयो गाइस हाय हाय मर्केली सुन्नु हैन त्यो खाटमा अब स्ट्रेस बनाउनु पर्यो ल गाइस अब चाहिँ हामी तास खेल्छौँ म्याचले 1-1 लाखको मस्त जोक मारा रे या हात रे हल्कट हात गाइस अब चाहिँ हामी किटी भन्ने कुरा खेल्दैछौँ त्यही हो अब हुन्छ आऊ आऊ तास खेल्न आऊ होइन त ठिक छ नि सबैजनालाई ल है त फाइनली गाइस अब हाम्रो वेदर चाहिँ चकाचक भइसकेको छ म चाहिँ भर्खर उठाए हो भन कस्तो दामी त हौ जाग्ने तपाईँहरूलाई नि अब नमरिकन जिउँदै स्वर्ग हेर्नु मन छ भने नमरिकन जिउँदै स्वर्ग हेर्न मन छ भने आउँदा हुन्छ है गाइस ऊ तल पिकनिक पनि खाने ठाउँ छ आम्मा मारेको छ त भ्यूले त मारेको छ त अब दाइ अनि के हो यो ओभर है दाइ ल है त गाइस यस्तै छ हाम्रो भ्यू चाहिँ राम्रो छ यार सूर्य छ ल गाइजहरूलाई अब झ्याप्प लाएर स्वर्गमा पिङ पनि खेल्ने ठाउँ रहेछ यता अब हामी एकछिन हामी पिङको नि मजा लिऊँ न त ए बाँधेको पो छ अरे हो फेरि पैसा लाग्छ कि पिङको चाहिँ छुट्टै अब हामी त्यो पिङ चाहिँ खेल्दिनौँ होला हेर्छौँ ऊ आम्मा मारेको छ त हौ पिङले त ए खोलाउनु मिलिहाल्छ नि यो त ए साँचो पो लागेको रहेछ ल गाइस ट्याक्कै साँचो लागेको छ अब यो साँचो खोल्ने मान्छे चाहिँ को हो मलाई पनि कमेन्टमा लेखिदिनु पर्यो यो साँचो खोल्ने मान्छे को हो ल हामी बसेको यो होटलको नाम चाहिँ के नाम अरे होटल चाहिँ यही हो होइन गाइस होटलको नाम चाहिँ अहिलेसम्म थाहा छैन खै तल यो कुन खोला ए यो तलको यो कुन खोला हो कि नदी हो कि के हो थाहा छैन गाइस रोड त होइन पक्कै पनि तर तपाईँहरूलाई भ्यूले चाहिँ पक्कै हालिदिन्छ यार त्यही हो अब यतातिर ट्याक्क लाएर चाहिने पिकनिक स्पट पनि रहेछ बिहान बाघ भएको थियो अहिले त रमाइलो भइरहेछ पिकनिक पनि ओ काठमाडौँ नि देख्दो रहेछ यार ओइ म्यास दाल अझै पल्टेन ल
ल गाइज अब यत्रो पानी पर्दा यत्रो हावा आउँदाखेरि पनि काठमाडौँलाई चाहिँ चट्ट खै भान्जो चाहिँ किन बाइक चलाउनु मन लागेर तलै चलाउँदैछन् ल गाइज यस्तै रहेछ सूर्य चौर चाहिँ ओभर छ मारेको छ अब के हो छिदिनु पर्छ क्या हो छिदिनु पर्छ क्या हो के छ ल गाइज अब यस्तै छ पारा मेरो यता पिकनिक भइरहेछ यता यस्तो हिमाल हाँसिरहेछ ए यसो पनि गर्नुपर्ने हो अब मान्छे राम्रो हो कि बाइक राम्रो हो कि हिमाल राम्रो हो कि चाहिँ हामी निस्किसकेको छौँ होइन त कि होइन काठमाडौँतिर त पानी परिरहेको रहेछ यार ठुलो परिरहेको ल अब हाम्रो बाइक चाहिँ यहीँ छ होइन हाम्रो बिजु दाईको बाइक के अरे त्यहाँ छ ल यता गाइजहरू तल सुकुटी खान्डामा भेटौँ न ल दाइ सुकुटी खान्डामा भेटौँ ल राम्रोसँग है ल है त भन्छ निस्किनु लाग्यो हामी त्यही हो गाइज अब हामी यस्तो खाइयो रमाइलो गरियो ढ्याकढुक होइन रमाइलो भन्ने कुरा त्यस्तै हो अब ट्र्याक्टरसँग हिँड्नु पर्ने हुन्छ हामी काठमाडौँको यात्रामा काठमाडौँको यात्रा त्यस्तो धेरै त छैन भनौँ 1 घन्टामा पुगिन्छ हामी काठमाडौँ जस्तो लागेर ल है त गाइज बाटो चाहिँ खतरनाकै छ भन्नु पर्दा गाइज होइन ल न्युटनमै झार्यौँ होला जहाँसम्म लाग्छ मलाई न्युटनमै झार्दै ठिक हुन्छ जस्तो लाग्यो हावा त ओभर आइरहेको छ गाइस जो बेलुका आउँदाखेरि चाहिँ ओभर चिप्लो थियो बाटो अहिले चाहिँ ठिकै रहेछ यार झर्दैछु म एकदमै डेन्जर बाटो बाटोमा झरिरहेको छु ओह्रालो सूर्य चौरको सरर होइन बाटो चाहिँ त्यस्तै हो हिजो आउँदा लास्ट गाह्रो लागेको थियो यो बाटो अन्त ठिकै लाग्यो त्यो बाटो त किन हो गाइज भनिदिनु पर्यो अलि के अझ फेरि
बाटो राम्रै छ कहाँनिर लडिन्छ भन्ने कुरा हो। मैले अर्को बाइक लिएर आएको हुने रहेछ गाइज, एक्सपोज लिएर आएको ढुक्क हुने। यस्तो अफरोड छ भने थाहा नै थिएन क्या मलाई। एक्सपोज ल्याउँ कि जस्तो त लागिरहेको थियो। जस्तो त लागिरहेको थियो मलाई एक्सपल्स गाइज, तर ल्याइनँ मैले। ल्याएको भएर रमाइलो हुने रहेछ। हिँडा राम्रै छ नि, अब लानु त हुन्थ्यो। अब ब्लगिङ भइरहेको छ है। चलो भाइ देखो अब मैं क्या करता हूँ। तल हो नि त खसेको। यार तल ल बिस्तारो आउनु ल तपाईँहरू पनि। गाइस डरलाग्दो ओह्रालो झऱ्यो यार। डरलाग्दो ओह्रालो झऱ्यो। झर्न चाहिँ यार, what is this? बाटो चाहिँ खतरनाक छ है गाइजहरु। त्यही हो, केही भन्नु छैन मलाई। बाटो खतरा छ। बाटोमा आगो पनि लागेको रहेछ। बिस्तारो बिस्तारो झरौँ अब। बेसी कहाँ गएर लडिन्छ। झ्याम्मै लडेर कन्टेन्ट भइहाल्छ गाइस। केटाहरू पनि नलडिकन गएछन्। हामीलाई अलिकति गाह्रो नै भएको थियो। हामीलाई अलिकति गाह्रो भनेको त्यहाँनिर भएको थियो गाइस। यहाँनिर हो कि कहाँनिर हो यार, बिर्सेँ मैले ठ्याक्कै एक्ज्याक्टली कहाँनिर हो। अलिकति गाह्रै भएको थियो। हल्का गाह्रै भएको थियो भन्छु म चाहिँ। म त पुरै न्युट्रलमा झारिरहेको छु गाइस यार। न्युट्रलमा झार्नु हुन्छ कि हुन्न हो यार, बाइक पनि थाहा छैन। यस्तो डेन्जर यार, किन हो डर लागिरहेको छ कि लाग्छ यो बाटो त मलाई। चलाउनै डर लागिरहेको छ भने भित्रैबाट पुरै। अहिलेसम्म त राम्रै झरिराखिया छ के अरे। अहिलेसम्म त राम्रै झरिएको छु गाइस। बेलुकादेखि भात चाहिँ खाइएको छैन। नाना थरी दुनियाँ थरी खाँदै बसिया छ। के भन्नु अब। बाटो यहीँसम्म हो अलिकति गाह्रो भनेको। तपाईँहरू
दादाहरू यहाँ बसिराख्नु भएको रहेछ हजुर कुर्ने अब त किन नकुर्ने कुर्ने ल अहिले चाहिँ अब पर्खिने काम भइरहेछ हो यार एकदम पर्खिने काम भइरहेछ